आजको हाम्रो टपिक रहेको छ कम्प्युटर सिक्न कति दिन लाग्छ। यो निकै नै महत्त्वपूर्ण कुरा हो र कम्प्युटर सिक्न चाहने हरेक व्यक्ति, हरेक विद्यार्थी, हरेक कर्मचारीको मनमा यो प्रश्न सधैँ आउने गर्छ, कम्प्युटर सिक्न कति समय लाग्छ भन्ने कुरा। अब तपाईँ कुनै पनि काम गर्न थाल्नुभयो भने त्यहाँ समय लाग्ने कुरा त निश्चित छ, तर कुन काम गर्दाखेरि कति समय लाग्छ भन्ने कुराले पनि एउटा फरक अर्थ भने राख्ने गर्दछ। सबैलाई एउटै समय लाग्छ भन्ने कहिले पनि हुँदैन। अब कतिपय विद्यार्थीलाई के हुन्छ भने थोरै समय लाग्छ, कतिपय विद्यार्थीलाई धेरै समय पनि लाग्न सक्छ। अब यो कम्प्युटरका कोर्सहरू के हो भन्दाखेरि जसको इच्छा शक्ति धेरै हुन्छ, जसको यो विषयप्रति रुचि धेरै छ उसलाई भने कम समय लाग्छ। तर यदि कसैलाई यो विषयप्रति रुचि फिटिक्कै छैन, उसले यो कुरा पढ्ने मनै छैन भने उसलाई धेरै समय लाग्न सक्छ र यो धेरै समय लाग्नु पनि स्वाभाविक हो। अहिलेको समयमा कम्प्युटर शिक्षा अनिवार्य जस्तो भइसकेको छ। यदि तपाईसँग कम्प्युटरको बारेमा राम्रो ज्ञान छ भने तपाईँ राम्रो काम पाउन सक्ने सम्भावना पनि अति नै उच्च रहेर जान्छ। यदि तपाईँ कम्प्युटरमा पर्फेक्ट हुनुहुन्छ, राम्रो हुनुहुन्छ, राम्रोसँग काम गर्न जान्नु भएको छ, तपाईलाई राम्रोसँग कम्प्युटर चलाउन आउँछ भने तपाईलाई कतिसम्मको सजिलो हुन्छ भने तपाईँ एउटा घुम्ने कुर्सीमा बसेर आरामदायी तरिकाले एउटा चोर औँलाले मजाले काम गर्न सक्नुहुन्छ। तर यदि यही ठाउँमा तपाईँ जस्तो मानव टिचिङ गर्न थाल्नुभयो भने ल हेर्नुहोस् त, जस्तै म्याथ पढाउने सरहरूलाई कतिको गाह्रो छ हैन, तर त्यही कम्प्युटर पढाउने सरले कति सजिलो छ। जस्तो उदाहरणको लागि हामी म्याथ पढाउने सरले लिन सक्छौँ। म्याथ पढाउने सरलाई सबै कुराहरू बोर्डमा लेखेर पढाउँदै जाँदाखेरि सबै विद्यार्थीले बुझ्छ भन्ने पनि हुँदैन र शिक्षकलाई पनि तनाव, विद्यार्थीलाई पनि तनाव, अभिभावकलाई पनि तनाव। तर कसैसँग कम्प्युटरको बारेमा राम्रो ज्ञान छ भने ऊ एउटा कुर्सीमा बसेर राम्रो एउटा हाई स्यालेरी भएको काम मजाले गर्न सक्छ। ऊ भित्र त्यो किसिमको योग्यता, त्यो किसिमको क्षमता अवश्य पनि हुनेछ। तपाईसँग राम्रो कम्प्युटर ज्ञान छ, तपाईसँग यसको बारेमा राम्रो सिप छ भने यसले तपाईलाई के गर्छ भन्दाखेरि हरेक काममा धेरै सहज वातावरण ल्याइदिन्छ। तपाईको स्यालेरी राम्रो हुन्छ, तपाईको काम गर्ने पोस्ट पोजिसन सबै राम्रो हुन्छ र तपाईको भ्यालु पनि राम्रो हुन्छ। कम्प्युटर जानेको मान्छे कहीँ पनि गएर असफल हुनुपर्ने अवस्था कहिले पनि हुँदैन। किन भन्दाखेरि अहिलेको यो युग नै टेक्नोलोजीको युग हो र यो टेक्नोलोजीको युगमा तपाईसँग जति धेरै कम्प्युटरको बारेमा ज्ञान हुन्छ तपाईलाई त्यति धेरै सहज हुन्छ। तर यहाँ कस्तो छ भन्दाखेरि तपाईले कम्प्युटर यदि पढ्ने प्लान बनाउनु भएको छ, तपाईँ त्यस्तो योजना बनाउँदै हुनुहुन्छ भने अब म तपाईहरुको लागि केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छु। तपाईँ यी कुराहरू पालना गर्नुभयो भने कम्प्युटर सिक्न तपाईहरुलाई धेरै समय भने लाग्दैन। यदि तपाईँ कम्प्युटर सिक्न चाहनुहुन्छ भने सबैभन्दा पहिले के गर्नुहोस् भन्दाखेरि तपाईँ कुन कामको लागि कम्प्युटर सिक्ने योजना बनाउनु भएको हो त्यो बारेमा यकिन हुनपर्छ। जस्तो उदाहरणको लागि तपाईँ कुनै एकाउन्टिङको जागिरको लागि हो कि कुनै बिजनेसको लागि हो वा कुनै काउन्टरमा बिलिङको काम गर्नको लागि हो, क्यासियरको काम हो कि वा कुनै सपिङ महलमा तपाईँ क्यासियरको काम गर्न चाहनुहुन्छ, अर्थात् तपाईँ कुन कामको लागि कम्प्युटर सिक्ने हो भन्ने कुरा तपाईले सबैभन्दा पहिले तय गर्नुपर्ने हुन्छ। तपाईँ जुनसुकै कोर्स गर्नुहोस्, जुनसुकै लेभलको कोर्समा भर्ना हुनुहोस्, तर तपाईसँग सुरुमा हुनै पर्ने नलेज भनेको कम्प्युटरको बेसिक नलेज हुनुपर्ने हुन्छ। अब तपाईँ कम्प्युटरको बेसिक नलेज राम्रो छ, राम्रोसँग तपाईले कम्प्युटरहरू चलाउन सक्नुहुन्छ, बेसिक नलेज तपाईसँग छ भने तपाईँ एडभान्स लेभलको कोर्सहरूमा पनि जान सक्नुहुन्छ। बेसिक लेभलको कोर्सको आफ्नै समय हुन्छ, एडभान्स लेभलका कोर्सहरूमा पढ्दा लाग्ने समय पनि त्यहाँ निर्धारित गरिएको हुन्छ। अब निर्धारित समयभन्दा कसैले छिटो पनि सक्छ भने कसैले अलिकति लामो समय पनि लाग्न सक्छ। अब कस्तो विद्यार्थीले छिटो सक्छ र कस्तो विद्यार्थीले ढिलो सक्छ भन्ने कुरा पनि यहाँनिर महत्त्वपूर्ण रहेको छ। जुन विद्यार्थीलाई वा जुन व्यक्तिलाई कम्प्युटर शिक्षाको बारेमा आवश्यकता महसुस भएको हुन्छ ती व्यक्तिहरूलाई कम्प्युटर सिक्न धेरै समय भने लाग्दैन। अब यहाँनिर म तपाईहरुलाई एउटा उदाहरणबाट प्रश्न पार्न चाहन्छु। जस्तो तपाईँ अहिले चाहिँ काम पाउनु भएको छैन, तपाईँ घरमा खाली हुनुहुन्छ भने
तपाईँ कम्प्युटर सिक्न आउनुभयो भने तपाईँलाई समय लाग्छ, धेरै समय लाग्छ। किन लाग्छ त भन्दाखेरि तपाईँको उद्देश्य निर्धारण भइसकेको छैन। तर तपाईँलाई अबको 20 दिनपछि म एउटा जागिरमा जान पर्नेछ र त्यो जागिरको लागि कम्प्युटर जानेकै हुनपर्छ भन्ने कुरा तपाईँलाई यदि थाहा भइसकेको छ भने अब तपाईँले जस्तोसुकै कोर्सहरू पनि त्यो 20 दिनभित्र कम्प्लिट गर्न सक्नुहुन्छ। किन सक्नुहुन्छ त भन्दाखेरि तपाईँलाई थाहा छ यदि 20 दिनभित्र मैले पढेन भने मैले त्यो काम पाउँदैन भन्ने कुरा तपाईँले जब थाहा हुन्छ भने तपाईँको दिमागभित्र एक किसिमको टार्गेट बनिसकेको हुन्छ। त्यो टार्गेट के बनेको हुन्छ भन्दाखेरि मैले 20 दिनभित्रमा यो कोर्स कम्प्लिट गर्नु छ। किनभने तपाईँलाई कारण थाहा छ नि त, यदि 20 दिनभित्र कम्प्लिट भएन भने अबको 20 दिनपछि पाउने जागिर मेरो हातबाट फुत्किन्छ र त्यो अरू कसैले पाउँछ भन्ने कुराको डर तपाईँको मनमा हुन्छ। अनि त्यो डर भइसकेपछि तपाईँ रात दिन गरेर भए पनि त्यो कम्प्युटरमा जान्नै पर्ने कुराहरू तपाईँले जानेरै छोड्नुहुन्छ। हो त्यही भएर जसको उद्देश्य निर्धारण भइसकेको छ, जसलाई थाहा छ, त्यो कारणको बारेमा पहिले नै पत्ता लागिसकेको छ भने त्यस्तो विद्यार्थीलाई कम्प्युटर सिक्न धेरै समय लाग्दैन। तर नर्मल साधारण मान्छेलाई भने कम्प्युटर सिक्नको लागि निर्धारित तोकिएको जुन समय हुन्छ त्योभन्दा धेरै पनि लाग्न सक्छ। अब कतिपयलाई कस्तो हुन्छ भन्दाखेरि कम्प्युटर सिक्दै जाँदाखेरि बिस्तारै त्यो कम्प्युटरप्रति रुचि बढ्दै जान्छ र रुचि बढ्दै गयो भने त्यो कोर्स सक्न धेरै समय भने लाग्दैन। तर कहिलेकाहीँ कसैले के हुन्छ भन्दाखेरि यी कुराहरू बोर लाग्न थाल्छ अनि बोर लागिरहेकै बेला उसले चाहिँ कुनै ठाउँबाट जब अफर आयो भने जस्तोसुकै कमजोरभन्दा कमजोर विद्यार्थीले पनि तोकिएको समयभन्दा छिटो त्यो कोर्स भ्याइदिन्छ। भनेपछि तपाईँले के बुझ्नुपर्छ भन्दाखेरि कम्प्युटरको कुनै पनि कोर्स सिक्नको लागि एउटा समय तोकिएको हुन्छ। कसैले छिटो सक्छ, कसैलाई धेरै समय लाग्न सक्छ। अब कस्तो विद्यार्थीलाई थोरै समय र कस्तो विद्यार्थीलाई धेरै समय लाग्छ भन्ने कुरा पनि मैले तपाईँहरूलाई भनिसकेको छु। र तपाईँ तोकिएको समयभन्दा छिटो र छोटो समयमा तपाईँ कम्प्युटर सिक्न चाहनुहुन्छ भने आरके सर इन्स्टिट्युट अफ टेक्नोलोजीको कार्यालयमा तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ। नयाँ क्लासको लागि भर्ना खुलिसकेको छ। तपाईँ कम्प्युटर डिप्लोमा, एडभान्स डिप्लोमा इन कम्प्युटर एप्लिकेसन, कम्प्युटर अपरेटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, अडियो भिडियो मिक्सिङ, हार्डवेयर, सफ्टवेयर र प्रोग्रामिङ ल्याङ्ग्वेजका कोर्सहरूमा भर्ना हुन सक्नुहुन्छ। त्यसै गरी तपाईँ पब्लिक स्पिकिङ सिक्न चाहनुहुन्छ भने पनि तपाईँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अङ्ग्रेजी भाषा सिक्न चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यी सम्पूर्ण कोर्सको लागि आरके सर इन्स्टिट्युट अफ टेक्नोलोजीमा नयाँ भर्ना खुलिसकेको छ। भदौ 1 गतेदेखि नयाँ क्लास पनि सुरु भइसकेको छ र भदौ 1 गतेदेखि नै यो सबै कोर्सको लागि भर्ना पनि खुलिसकेको छ। तपाईँ कम्प्युटर सिक्न चाहनुहुन्छ जहाँसुकै सिक्नुहोस्, तर तोकिएको समयभन्दा छिटो र छोटो समयमा पर्फेक्ट हुन चाहनुहुन्छ भने आरके सर इन्स्टिट्युट अफ टेक्नोलोजी तपाईँहरूको लागि एक उत्तम विकल्प हुन सक्छ। तपाईँ एकपटक पढेर हेर्नुहोस्, म तपाईँहरूलाई कम्प्युटरमा दक्ष बनाइदिन्छु। कम्प्युटरको फिजिकल र अनलाइन क्लास दुवै भइरहेको छ। तपाईँ अनलाइन क्लास पढ्न चाहनुहुन्छ भने बेलुका 8 बजेदेखि 9 बजेसम्म हुन्छ। त्यसै गरी तपाईँ फिजिकल क्लास लिन चाहनुहुन्छ भने हरेक दिन बिहान 6 बजेदेखि साँझको 6 बजेसम्म सिसहनिया र भालुबाङमा कम्प्युटरका कोर्सहरू सञ्चालन भइरहेको छ। फिजिकल र अनलाइन दुवै सेवा उपलब्ध रहेको हुनाले तपाईँले जुन मनपर्छ तपाईँ त्यही सेवा लिन सक्नुहुन्छ। तपाईँलाई अनलाइन मनपर्छ भने अनलाइन क्लास लिनुहोस्, तपाईँलाई फिजिकल मनपर्छ भने फिजिकल क्लास लिनुहोस्। र यदि तपाईँलाई कम्प्युटरको बारेमा नोटहरू चाहिन्छ भने पनि तपाईँहरूले कमेन्टमा गएर लेख्नुहोला। आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। तपाईँ यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ आफ्नो जिल्ला सहित सम्पूर्ण ठेगानाहरू लेखेर कमेन्ट गरिदिनु होला। म हरेक श्रोताहरूको कमेन्टको रिप्लाई गर्नेछु। आजको यो भिडियो यही नै समाप्त हुन्छ र अर्को भिडियोमा भेट हुने बाचा गर्दै म आरके सर पनि बिदा हुन चाहन्छु। नमस्ते।